हेलो नमस्ते अनि फ्याफुल्ला जतिजनाले पनि मेरो च्यानललाई हेरिदिनु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आज चाहिँ म तपाईहरुलाई दुबईको केही दृश्यहरू देखाउन चाहन्छु। आज चाहिँ हामी यो बोटमा चढेर जाँदैछौँ। यो चाहिँ एउटा समुद्र चाहिँ हैन, तर अब दुबईमा चाहिँ यस्तो हुन्छ नि त, जहाँ पनि उनीहरूलाई यस्तो समुद्र टाइप अब बनाउनु मन लाग्छ त्यहाँ उनीहरूले चाहिँ यो पानीलाई लगेर अब यसरी बनाउँदो रहेछ। अब यो चाहिँ डुप्लिकेट भनौँ न हैन, पानी चाहिँ आएको चाहिँ समुद्रकै हो, तर अब समुद्रै चाहिँ हैन, तर यसरी बोटहरू चलिरहन्छ। अन्त हामी चाहिँ यो बोटमा चढेको छौँ। यो बोटमा चाहिँ एकजनाको चाहिँ 10 दिरहम लाग्छ। 10 दिरहम चाहिँ अब हाम्रो इन्डियन रुपिसमा हो भने चाहिँ 225-30 त्यस्तोहरू, अब त्योभन्दा बेसी पनि हुन्छ। अन्त खासमा चाहिँ आज हामी कहीँ जाने प्लान गरेको थियौँ नि, तर हाम्रो दुईजना साथी चाहिँ एकदमै ढिलो आइपुगे क्या। अन्त ढिलो आइपुगेको कारणले गर्दा चाहिँ हामी अब ढिलो त के जानु भनेर चाहिँ यही बर्दुबईमै बोटमा चढेर घुम्यौँ हैन, अन्त इन्जोय गऱ्यौँ। अन्त अरू त उनीहरू पनि आउनु चाहिँ छिटै आएको रहेछ, तर कन्ट्याक्ट नम्बर चाहिँ नभएको कारणले गर्दा चाहिँ हामी चाहिँ भेट हुन नसकेको रहेछ हो। अन्त यति नै हो, यसमा पनि मजा नै आयो। अब सबैजना भिडियो खिच्ने भिडियो बनाउने त्यस्तो थियो। अन्त यसरी नै मेरो भिडियोहरू हेरिदिनुहोस् है सबैजनाले है। अन्त यसरी म नयाँ नयाँ भिडियो लिएर आउँछु तपाईहरुको अगाडि। अन्त मेरो भिडियोलाई लाइक सब्स्क्राइब सबै गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है। हुन्छ, थ्याङ्क यू, बाई बाई, सी यू सुन।